नमस्कार सम्पूर्ण साथीहरुमा। आज फेरि हामी एउटा नयाँ परीक्षामा एकदमै जहिले पनि आउने टपिक विश्वको भूगोलबाट परीक्षाका लागि महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्नोत्तरहरूको बारेमा चर्चा गर्नेछौँ र यसमा हामी पहिलो प्रश्न 1 नम्बर प्रश्नमा रहेको छ समूह आई र समूह आई जोडा मिलान गरी सही उत्तर छनौट गर्नुहोस् भन्ने छ र समूह आईमा रहेको छ एबीसीडी अप्सनमा एमा कालो तथा अँध्यारो महादेश, बीमा विषमताको महादेश, सीमा टापु महादेश र डीमा नयाँ संसार। त्यसैगरी समूह 2 तिर छ अस्ट्रेलिया, उत्तर अमेरिका, अफ्रिका र एसिया गरी एबीसीडी समूह एमा एउटा अप्सन दियो भने त्यस्तै गरी समूह आईआईमा चाहिँ तपाईको 1 2 3 4 गरेर अप्सन दिएको छ। अब हामीले तल एउटा कोड दियौ हैन, कोडमा एबीसीडी भन्ने हाम्रो अप्सन छ र यो अप्सनमा कुन अप्सन चाहिँ बेस्ट मिल्छ त तपाईको हैन, कुन आन्सर चाहिँ जस्तो अब कालो तथा अँध्यारो महादेश भनेर कुनलाई भनिन्छ हैन भन्ने कुराहरू हामीले त्यस्तै विषमताको महादेश भनेको कुन हो, अनि टापुको महादेश भनेको के हो, नयाँ संसार केलाई भनिन्छ भनेर हामीले चाहिँ यसमा त्यो जोडा मिलाउनु पर्छ र त्यही अनुसार हाम्रो कुन मिल्छ भन्ने एमा दिएको छ, बीमा दिएको छ, सीमा दिएको छ। ल अब हामीले हेरौँ। हेर्दाखेरि कालो तथा अँध्यारो महादेश भनेको कुन हो भने हाम्रो अफ्रिका हो। त्यसैगरी विषमताको महादेश भनेर हाम्रो ए को कालो तथा अँध्यारो महादेश भन्ने ए को 3 अब सी र डी दुईटामा छ भनेपछि बी को हेरौँ। बी को चाहिँ विषमताको महादेश छ। विषमताको महादेश भनेको चाहिँ कुन हो भने एसिया हो। अब विषमताको महादेश एसिया हो। त्यस्तै गरी टापुको महादेश भनेर हामीले अस्ट्रेलियालाई भन्छौँ र नयाँ संसार भनेर हामीले उत्तर अमेरिकालाई भन्छौँ। त्यही भएर यो अप्सनबाट हामीले के बुझ्नु पर्यो भने अप्सन सी जुनमा ए को 3 कालो तथा अँध्यारो महादेश भनेको अफ्रिका, त्यसैगरी बी को 4 विषमताको महादेश भनेको एसिया, सी को 1 टापु महादेश भनेको अस्ट्रेलिया र डी को 2 नयाँ संसार भनेको हाम्रो को रहेछ उत्तर अमेरिका रहेछ। त्यही भएर हामीले यो प्रश्नबाट के बुझ्यौं भने कालो तथा अँध्यारो महादेश भनेको अफ्रिका, विषमताको महादेश भनेको एसिया, टापु महादेश भनेको अस्ट्रेलिया र नयाँ संसार भनेको उत्तर अमेरिका। त्यसैगरी हामी प्रश्न नम्बर 2 मा छौं र प्रश्न नम्बर 2 मा रहेको छ शान्त प्रातकालको देश भनी कुनलाई चिनिन्छ। अप्सन ए मा रहेको छ लाओस, अप्सन बी मा रहेको छ थाइल्यान्ड, अप्सन सी मा रहेको छ दक्षिण कोरिया र अप्सन डी मा रहेको छ क्यानाडा। यसको सही उत्तर हो अप्सन सी दक्षिण कोरिया। शान्त प्रातकालको देश भनी दक्षिण कोरियालाई चिनिन्छ। त्यसैगरी हामी प्रश्न नम्बर 3 मा छौं। प्रश्न नम्बर 3 मा रहेको छ भूगोलको इतिहासमा नयाँ खोजको युग भनी कुन शताब्दीलाई मानिन्छ। अप्सन ए मा रहेको छ 21औं शताब्दी, अप्सन बी मा रहेको छ 20औं शताब्दी, अप्सन सी मा रहेको छ 19औं शताब्दी र अप्सन डी मा रहेको छ 18औं शताब्दी। र भूगोलको इतिहासमा नयाँ खोजको युग भने हामी 18औं शताब्दीलाई मान्छौं र यसको सही उत्तर हो अप्सन डी 18औं शताब्दी। त्यसैगरी हामी प्रश्न नम्बर 4 मा छौं। प्रश्न नम्बर 4 मा रहेको छ दिएका मध्ये कुन मरुभूमि ठूलो हो। 4 वटा मरुभूमि दिएको छ हामीलाई र त्यो दिएका मरुभूमि मध्येबाट कुन चाहिँ ठूलो हो भनेर हामीले पत्ता लगाउनु पर्ने छ। अप्सन ए मा रहेको छ सोमाली, बी मा रहेको छ काराकोरम, सी मा रहेको छ थार र डी मा रहेको छ आटाकामा। र यसको दिएका मध्ये चाहिँ सबभन्दा ठूलो मरुभूमि अप्सन बी काराकोरम हो है साथीहरु, काराकोरम। त्यसैगरी हामी प्रश्न नम्बर 5 मा छौं र प्रश्न नम्बर 5 मा रहेको छ सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको देश के रे महादेश कुन हो। सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो। अप्सन ए मा रहेको छ युरोप, बी मा रहेको छ दक्षिण अमेरिका, सी मा रहेको छ एसिया र डी मा रहेको छ अफ्रिका। यसको सही उत्तर हो युरोप। सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको देश युरोप हो। सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश चाहिँ युरोप है। र प्रश्न नम्बर 6 मा रहेको छ सूर्योदयको देश भनी कुन देशलाई चिनिन्छ। अप्सन ए मा रहेको
3 B मा रहेको छ अमेरिका, C मा रहेको छ जापान र D मा रहेको छ नर्वे। सूर्योदयको देश भनी कुन देशलाई चिनिन्छ? यसको सही उत्तर हो अप्सन सी जापान। त्यसैगरी हामी प्रश्न नम्बर 7 मा रहेका छौं र प्रश्न नम्बर 7 रहेको छ विश्वको सबैभन्दा लामो पर्वतमाला कुन महादेशमा पर्दछ? विश्वको सबैभन्दा लामो पर्वतमाला कुन महादेशमा पर्दछ? अप्सन ए मा रहेको छ एसिया, अप्सन बी मा रहेको छ दक्षिण अमेरिका, सी मा रहेको छ अन्टार्कटिका र डी मा रहेको छ युरोप। विश्वको सबैभन्दा लामो पर्वतमाला हाम्रो दक्षिण अमेरिका महादेशमा पर्दछ। विश्वको सबैभन्दा लामो पर्वतमाला दक्षिण अमेरिका महादेशमा पर्दछ। त्यसैगरी हामी प्रश्न नम्बर 8 मा छौं। निम्नलिखित मध्ये ठिक कुन हो हुन् छुट्याउनुहोस्। दिएका मध्येबाट कुनै एउटा ठिक अथवा त्यो भन्दा बढी पनि ठिक हुन सक्छन् र कुन चाहिँ ठिक हो त छुट्याउनुहोस् भन्ने कुरा छ है यसमा। ठिक कुन हो छुट्याउनु पर्यो हैन। दक्षिण अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर पर्दछ। ठीक छ। त्यसैगरी अप्सन बी मा रहेको छ उत्तर अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर पर्दछ। त्यो पनि ठीक छ। त्यसैगरी अप्सन सी मा रहेको छ दक्षिण अमेरिकाको सबैभन्दा ठूलो नदी अमेजन हो। त्यो पनि ठीक छ। अब तीनटै ठीक छन् भने अप्सन एउटा बाँकी रह्यो डी र त्यही अप्सन चाहिँ हाम्रो यो के छ भने यो चाहिँ हाम्रो बेठिक छ। अरु सबै के छ ठीक छन्। अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल सुप्रियर ताल हो भन्ने यो चाहिँ हाम्रो के छ बेठिक छ। यो सबै हाम्रो यो तीनवटै अप्सनहरु के छन् ठीक छन्। त्यसपछि प्रश्न नम्बर 9 मा रहेको छ समूह आई र आई जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भन्ने। समूह आई मा ए देखि डी सम्मको अप्सन छ र समूह आई मा 1 देखि 4 सम्मको अप्सन छ। ए मा छ अफ्रिका, बी मा छ नाइल, सी मा एसिया, डी मा पामिर। अनि समूह आई मा 1 मा संसारको छानो, 2 मा थार, 3 मा भिक्टोरिया र 4 मा माउन्ट कुबो भन्ने छ। र कोडबाट हामीले सही उत्तर छान्नु पर्ने छ यसमा। अब हामीले यो अफ्रिका मा कुन ताल पर्छ भनेपछि अफ्रिकामा भिक्टोरिया ताल पर्छ। ए को 3 हामीले यहाँबाट बुझ्यौं। त्यसैगरी हाम्रो नाइल कहाँ पर्छ भनेपछि नाइल चाहिँ हाम्रो थारमा। बी को 2 भनेपछि ए को 3 बी को 2 सी को एसिया माउन्ट कुबो कहाँ पर्छ भनेपछि एसियामा सी को 4 र अन्तिममा पामिरलाई के पनि भन्छ संसारको छानो भनेर पनि चिनिन्छ भनेपछि हामीले के बुझ्यौं भने अप्सन सी चाहिँ यसको के हो त राइट आन्सर हो भनेर बुझ्यौं। र यसबाट हामीले के भन्न सक्छौं भनेपछि ए को 3 भन्ने बित्तिकै अफ्रिका भन्ने बित्तिकै हामीले भिक्टोरिया ताल बुझ्नु पर्यो। बी को 2 नाइल भन्ने बित्तिकै थार, त्यसैगरी सी को 4 एसिया भन्ने बित्तिकै माउन्ट कुबो र डी को चाहिँ पामिर संसारको छानो भनेर पनि पामिरलाई चिनिन्छ भनेर हामीले यसरी चाहिँ यसको अप्सन सी आन्सर हो भन्छौं। त्यसैगरी हामी प्रश्न नम्बर 10 मा छौं। मरुभूमि नभएको विश्वको एकमात्र महादेश कुन हो? मरुभूमि नभएको विश्वको एकमात्र महादेश जुन हो जहाँ मरुभूमि छैन। अप्सन ए मा रहेको छ उत्तर अमेरिका, बी मा रहेको छ अन्टार्कटिका, सी मा रहेको छ अस्ट्रेलिया र डी मा रहेको छ युरोप। यसको सही उत्तर हो साथीहरु अप्सन डी युरोप। युरोपमा मरुभूमि छैन। र त्यसैगरी हामी प्रश्न नम्बर 11 मा पुगेका छौं। नाइल नदीको वरदान भन्नाले कुन देशलाई जनाउँछ? अप्सन ए ग्रीस, बी इटाली, सी इजिप्ट र डी साउदी अरब। नाइल नदीको वरदान भनेर इजिप्ट देशलाई जनाउँछ। यसको सही उत्तर हो इजिप्ट। त्यसैगरी हामी प्रश्न नम्बर 12 मा छौं र प्रश्न नम्बर 12 मा समूह आई र समूह आई जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् भन्ने छ। यसमा 12 मा हामीले समूह आई र आई मा हेर्छौं। ए मा उत्तर अमेरिका, बी मा दक्षिण अमेरिका, सी मा युरोप, डी मा अफ्रिका छ। त्यसैगरी आई मा 1 मा रकी पर्वत, 2 किलिमन्जारो पर्वत, 3 एन्डिज पर्वत र 4 युराल पर्वत। यो उत्तर अमेरिकामा कुन पर्वत पर्छ, दक्षिण अमेरिकामा कुन पर्वत पर्छ, युरोपमा कुन पर्वत पर्छ र अफ्रिकामा कुन पर्वत पर्छ भनेर हामीले यसमा के गर्नुपर्छ छुट्याउनु पर्छ। र अप्सनहरु चाहिँ हाम्रो कोडहरु यसरी गरेर दिएको हुन्छ प्रश्नमा हैन प्रश्न पत्रमा। र हामीले यसबाट के बुझ्छौं भने उत्तर अमेरिका कहाँ पर्छ भने उत्तर अमेरिकाको चाहिँ उत्तर अमेरिका
मा रकी पर्वत पर्छ, उत्तर अमेरिकामा रकी पर्वत पर्छ। र त्यसै गरी हामीले यो दक्षिण अमेरिका एन्डिज पर्वत हैन, दक्षिण अमेरिकामा एन्डिज पर्वत पर्छ। र युरोप सीको चाहिँ युरोप युराल पर्वतमा पर्छ। र त्यसपछि अफ्रिकामा के पर्छ भने किलिमन्जारो पर्वत पर्छ। B को 2 भनेपछि हामीले B को 2 भनेपछि A को 1, B को 3, C को 4, D को 2, अप्सन ए चाहिँ यसको के हो भने राइट आन्सर हो। योबाट हामीले के बुझ्छौँ भने उत्तर अमेरिका रकी पर्वत, दक्षिण अमेरिका एन्डिज पर्वत, युरोप युराल पर्वत, अफ्रिका किलिमन्जारो पर्वत भनेर हामीले यसरी बुझ्छौँ। त्यसै गरी प्रश्न नम्बर 13 मा रहेको छ विश्वको तेस्रो ठुलो महासागर कुन हो? विश्वको तेस्रो ठुलो महासागर कुन हो? अप्सन ए मा रहेको छ प्रशान्त महासागर, बी मा रहेको छ अन्त महासागर, सी मा रहेको छ हिन्द महासागर र डी मा रहेको छ कुमेरू महासागर। यसको सही उत्तर हो अप्सन सी हिन्द महासागर। विश्वको तेस्रो ठुलो महासागर कुन हो भने हिन्द महासागर हो। त्यसै गरी हामी प्रश्न नम्बर 14 मा छौँ र प्रश्न नम्बर 14 मा रहेको छ जीएमटी को पूरा रूप के हो? फुल फर्म के हो? जीएमटी को पूरा रूप के हो भनेर हेर्छौँ र यसको एउटा अप्सन ए मा रहेको छ ग्रीनविच मेन टाइम भन्ने, बी मा रहेको छ ग्रीक मेन टावर भन्ने, सी मा रहेको छ ग्रीनविच मिन टाइम भन्ने र डी मा रहेको छ जर्मन मर्निङ टी भन्ने। यसको सही उत्तर हो ग्रीनविच मिन टाइम अप्सन सी। त्यसै गरी हामी प्रश्न नम्बर 15 मा पुगेका छौँ र प्रश्न नम्बर 15 मा छ क्षेत्रफलको हिसाबले विश्वको तेस्रो ठुलो महादेश कुन हो? क्षेत्रफलको हिसाबले विश्वको तेस्रो ठुलो महादेश कुन हो? अप्सन ए मा रहेको छ युरोप, बी मा रहेको छ अफ्रिका, सी मा रहेको छ उत्तर अमेरिका र डी मा रहेको छ दक्षिण अमेरिका। यसको विश्वको तेस्रो ठुलो महादेश हाम्रो हो उत्तर अमेरिका। यसको सही उत्तर हो अप्सन सी उत्तर अमेरिका। त्यसै गरी हामी प्रश्न नम्बर 16 मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 16 मा रहेको छ विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित मुलुक कुन हो? विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित मुलुक कुन हो? प्रश्न एकदमै महत्त्वपूर्ण छ है, यसमा ध्यान दिउँ। विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित मुलुक कुन हो? अप्सन ए मा रहेको छ काजाकिस्तान, बी मा रहेको छ मङ्गोलिया, सी मा रहेको छ बोलिभिया र डी मा रहेको छ पराग्वे। यसको सही उत्तर हो साथीहरू काजाकिस्तान भन्ने विश्वको सबैभन्दा के हो ठुलो मुलुक हो। अप्सन ए यसको राइट आन्सर हो। त्यसै गरी प्रश्न नम्बर 17 मा प्रवेश गरेका छौँ र हामी प्रश्न नम्बर 17 मा के छ भने साँढे जुधाइ ... को राष्ट्रिय खेल हो? कुन देशको चाहिँ साँढे जुधाइ राष्ट्रिय खेल हो भनेर यसमा सोधेको छ प्रश्न हामीले र हामीले अप्सन ए मा भन्छौँ इटाली, बी मा पोल्यान्ड, सी मा स्पेन र डी मा स्विडेन। साँढे जुधाइ स्पेनको राष्ट्रिय खेल हो साथीहरू। साँढे जुधाइ अप्सन सी यसको के हो राइट आन्सर हो। त्यसै गरी हामी प्रश्न नम्बर 18 मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 18 मा रहेको छ निम्नमध्ये कुन हिमालको उचाइ 8000 मिटर भन्दा कम छ है? निम्नमध्ये कुन हिमालको उचाइ 8000 मिटर भन्दा कम छ? अप्सन ए मा रहेको छ माउन्ट केटु, अप्सन बी मा रहेको छ मनास्तु, डी मा रहेको छ मकालु र सी मा रहेको छ मकालु र डी मा रहेको छ माउन्ट एल्ब्रस। र यसको सही उत्तर हो माउन्ट एल्ब्रस। माउन्ट एल्ब्रसको उचाइ 8000 मिटर भन्दा कम छ। अरू सबै मकालो, मनास्लो, माउन्ट केटुको 8000 भन्दा माथि छ उचाइ। र त्यसै गरी हामी अब प्रश्न नम्बर 19 मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 19 मा दक्षिणी गोलार्धमा 21 जुन पछि कुन ऋतु सुरु हुन्छ भन्ने छ। प्रश्न नम्बर 19 मा दक्षिणी गोलार्धमा 21 जुन पछि कुन ऋतु सुरु हुन्छ? अप्सन ए मा रहेको छ शरद ऋतु, बी मा रहेको छ ग्रीष्म र वर्षा ऋतु, सी मा रहेको छ वसन्त ऋतु र डी मा रहेको छ शिशिर र जाडो ऋतु। यसको सही उत्तर हो अप्सन बी शिशिर र जाडो ऋतु। शिशिर अथवा जाडो ऋतु दक्षिणी गोलार्धमा 21 जुन पछि सुरु हुनु भनेको शिशिर अथवा जाडो ऋतु हो। त्यसै गरी हामी जोडाइ मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भन्नेमा हामी समूह 1 र समूह 2 मा हेर्छौँ र अप्सन समूह ए को उसमा ए मा दिएको छ समूह आई को ए मा अंकारा, बी मा टोरन्टो, सी मा रियो द जेनेरियो र डी मा मोम्बासा। समूह आई को 1 मा दिएको छ क्यानाडा, 2 टर्की, 3 ब्राजिल र 4 केन्या। अब योबाट चाहिँ हामीले कोडमा कुन चाहिँ कहाँ पर्छ भन्ने कुरा हामीले योबाट के गर्नुपर्छ थाहा पाउनुपर्छ। र अब हामी यहाँबाट हेरौँ अंकारा कहाँ पर्छ भनेपछि अंकारा चाहिँ टर्कीमा पर्छ ए को 2। अंकारा कहाँ पर्छ टर्कीमा पर्छ ए को 2। ए को 2 भनेपछि ए को 2 अप्सन ए मा मात्रै छ भनेपछि हामीले सिधै यसलाई के बुझ्न सक्छौँ भने अप्सन ए चाहिँ यसको आन्सर हो भनेर हामीले यसलाई चाहिँ थाहा पाउँछौँ। कुनै बेला एउटा मात्रै अप्सन थाहा भए पनि पुरै क्वेसनको आन्सर थाहा हुन सक्छ। अंकारा कहाँ पर्छ टर्कीमा पर्छ,
टोरन्टो कहाँ पर्छ? टोरन्टो क्यानाडामा पर्छ। रियो डी जेनेरियो कहाँ पर्छ? ब्राजिलमा पर्छ। मोम्बासा कहाँ पर्छ भनेपछि केन्यामा पर्छ। त्यही भएर यो वर्षनबाट हामीले के भन्न सक्छौँ भने A को 2 भन्ने बित्तिकै अंकाराको टर्की, B को 1 टोरन्टोको क्यानाडा, C को 3 रियो डी जेनेरियोको ब्राजिल र मोम्बासाको D को 4 भनेपछि केन्या भन्न सक्छौँ। त्यसै गरी हामी प्रश्न नम्बर 21 मा छौँ। प्रश्न नम्बर 21 मा वायु वा हावाको मौसमी परिवर्तन डट को खास विशेषता हो। वायु अथवा हावाको मौसमी परिवर्तन के को विशेषता हो भन्ने कुरा हामीले यसमा अप्सन ए मा रहेको छ भूमध्यरेखीय जलवायुको विशेषता हो कि, बी मा रहेको छ भूमध्य सागरीय जलवायु हो कि, सी मा रहेको छ मनसुनी जलवायु हो अथवा डी मा रहेको छ माथिका सबै जलवायु। वायु वा हावाको मौसमी परिवर्तन मनसुनी जलवायुको चाहिँ खास विशेषता हो भनेर हामीले अप्सन सी यसको आन्सर थाहा पायौं। त्यसै गरी हामी प्रश्न नम्बर 22 मा रहेका छौं। प्रश्न नम्बर 22 मा कुनै ठाउँको स्थानीय समय 6 AM हुँदा ग्रीनविच मध्याह्न समय GMT 2 AM छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ? प्रश्न नम्बर 22 मा कुनै ठाउँको स्थानीय समय 6 AM हुँदा ग्रीनविच मध्याह्न समय GMT 2 AM छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ भनेको छ। यसको अप्सन ए मा रहेको छ 60 डिग्री वेस्ट, अप्सन बी मा रहेको छ 60 डिग्री इस्ट, अप्सन सी मा रहेको छ 60 डिग्री नर्थ र अप्सन डी मा रहेको छ 60 डिग्री साउथ। यसको सही उत्तर हो 60 डिग्री इस्ट। 60 डिग्री इस्ट चाहिँ यसको के हो भने सही उत्तर हो। कुनै ठाउँको स्थानीय समय 6 AM हुँदा ग्रीनविच मध्याह्न समय GMT 2 AM छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ भने 60 डिग्री पूर्व हुन्छ भनेर हामीले थाहा पायौं। त्यसै गरी हामी प्रश्न नम्बर 23 मा छौं। प्रश्न नम्बर 23 मा रहेको छ समूह आई र आई जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भन्ने। समूह आई र आई जोडा मिलाउनु पर्ने छ। ए मा रहेको छ एसिया, बी युरोप, सी उत्तर अमेरिका र डी अस्ट्रेलिया। त्यसै गरी 1 मा नयाँ संसार, 2 मा विषमताको महादेश, 3 मा सबैभन्दा सानो महादेश र डी मा रहेको छ प्रायद्वीपहरूको नि प्रायद्वीप। अब हामीले यसलाई यस्तै क्वेशन माथि पनि भर्खरै हामीले चर्चा गरेका थियौं। एसिया भन्ने बित्तिकै हामीले एसिया के हो भनेपछि एसिया विषमताको महादेश हो भनेर बुझ्छौं हामी। युरोप भन्ने बित्तिकै प्रायद्वीपहरूको पनि प्रायद्वीप हो। उत्तर अमेरिका नयाँ संसार हो र उत्तर अमेरिका नयाँ संसार हो र अस्ट्रेलिया चाहिँ सबैभन्दा सानो महादेश हो भनेर यसको सही उत्तर हामीले अप्सन ए हो भनेर थाहा पाउँछौं। यबाट हामीले के प्रष्ट हुन्छ भने एसियालाई विषमताको महादेश पनि भनेर भन्छ। त्यसै गरी युरोपलाई प्रायद्वीपहरूको पनि प्रायद्वीप भनेर चिनिन्छ। त्यसै गरी उत्तर अमेरिकालाई नयाँ संसार भनिन्छ र अस्ट्रेलिया भनेको चाहिँ सबैभन्दा सानो महादेश हो भनेर हामीले चिन्छौं। त्यसै गरी हामी प्रश्न नम्बर 24 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 24 मा रहेको छ निम्नलिखित मध्ये कुन चाहिँ बेठिक छ? अप्सन ए, बी, सी, डी मा दिएको छ। कुन बेठिक छ? तलका मध्ये एउटा मात्रै बेठिक छ, त्यो बेठिकलाई हामीले छुट्याउनु पर्छ। अप्सन नम्बर ए मा रहेको छ प्रशान्त महासागर त्रिभुजाकारको छ भने आन्द महासागर यस आकारको छ। प्रशान्त महासागर त्रिभुजाकारको छ भने आन्द महासागर यस आकारको छ। यो ठीक छ। त्यसै गरी अप्सन बी मा रहेको छ 1 डिग्री अक्षांशको फरकमा सरदर 1 डिग्री अक्षांशको फरकमा सरदर 1 डिग्री अक्षांशको फरकमा सरदर 111 किलोमिटर दूरी फरक पर्छ। यो पनि ठीक छ। त्यसै गरी सी मा रहेको छ मुख्य नदीसँग मिल्ने ससाना नदीलाई सहायक नदी, ट्रिब्युटरी र ठूला नदीबाट छुट्टिएर गएका नदीलाई शाखा नदी बनान्छ भनिन्छ। यो पनि ठीक छ भनेपछि अप्सन डी। कुन ठीक छैन भनेपछि अप्सन डी ठीक छैन। यसमा के छ भने छिनछिनमा परिवर्तन भइरहने वायुमण्डलको अवस्थालाई जलवायु भनिन्छ। यो चाहिँ छिनछिनमा परिवर्तन भइरहने वायुमण्डलको अवस्थालाई चाहिँ जलवायु भनिदैन। र त्यसै गरी हामी प्रश्न नम्बर 25 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 25 मा रहेको छ संसारको सबैभन्दा होचो भूभाग कहाँ पर्छ? संसारको सबैभन्दा होचो भूभाग कहाँ पर्छ? लेक असाल जिबुटीमा पर्छ कि, डेथ भ्याली क्यालिफोर्नियामा पर्छ कि, मृत सागर इजरायलमा पर्छ कि अथवा क्याप्सियन समुद्री तटमा पर्छ? यसको सही उत्तर हो मृत सागर। संसारको सबैभन्दा होचो भूभाग चाहिँ मृत सागर इजरायलमा पर्छ। त्यसै गरी हामी प्रश्न नम्बर 26 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 26 मा निम्नलिखित कथनहरूका बारेमा विचार गर्नुहोस् भन्ने छ। ए मा रहेको छ 23.5 डिग्री उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ। त्यसपछि 2 मा रहेको छ पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई अक्षांश भनिन्छ। त्यसै गरी 3 मा रहेको छ
कुनै देशको स्थानीय समय सोही देशको करिब मध्यभाग भएर जाने कुनै एक देशान्तर रेखाका आधारमा निर्धारण गरिन्छ। र 1, 2, 3 वटा हामीलाई कथनहरू दिए र यहाँ सोध्यो माथि उल्लेखित कथनहरू कुन ठिक हुन्, दिएका मध्येबाट कुन ठिक छन् त है, हामीले त्यो छुट्याउनु पर्ने छ। 23.5 डिग्री उत्तरीय अक्षांशलाई कर्कट रेखा भनिन्छ, त्यो ठिक छ। अनि बीमा 2मा चाहिँ पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई अक्षांश भनिन्छ भन्ने छ। यो चाहिँ यसमा गलत छ है साथीहरू। र 3मा रहेको छ कुनै देशको स्थानीय समय सोही देशको करिब मध्यभाग भएर जाने कुनै एक देशान्तर रेखालाई रेखाका आधारमा निर्माण गरिन्छ। यो चाहिँ 3 नम्बरको ठिक छ भनेपछि यसको दुईटा कथन ठिक भयो, 1 र 3 को। यो दुईटा कथन चाहिँ के छ, यिनीहरू चाहिँ ठिक छन् है। 1मा के भनेको छ भनेपछि 23.5 डिग्री उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ, ठिक छ। त्यसै गरी 3मा कुनै देशको स्थानीय समय सोही देशको करिब मध्यभाग भएर जाने कुनै एक देशान्तर रेखाका आधारमा निर्धारण गरिन्छ। 1 र 3 मात्र ठिक छन् भनेपछि 2 यसमा के छ, गलत छ भनेर बुझ्छौँ हामी। त्यसै गरी हामी प्रश्न नम्बर 27मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 27मा रहेको छ ग्रिनविच डिग्री देशान्तरमा पर्दछ। कति डिग्री देशान्तरमा ग्रिनविच पर्दछ त हैन? यसमा चाहिँ 0 डिग्रीमा पर्छ कि 90मा पर्छ कि 180 डिग्रीमा पर्छ कि अथवा 360मा पर्छ। ग्रिनविच चाहिँ 0 डिग्री देशान्तरमा पर्छ जहिले पनि है साथीहरू। ग्रिनविच चाहिँ जहिले पनि 0 डिग्री देशान्तरमा पर्छ। त्यसै गरी हामी प्रश्न नम्बर 28मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 28मा एकदमै ठुलो प्रश्न छ। सामुद्रिक आँधी साइक्लोनका विभिन्न फरक फरक नामबारे विचार गर्नुहोस्। सामुद्रिक आँधी साइक्लोनका विभिन्न फरक फरक नामबारे विचार गर्नुहोस् है। 1मा भनेको छ उत्तर आन्ध्र महासागर र पूर्वी प्रशान्त महासागरीय क्षेत्रमा हरिकेन नामले चिनिन्छ, ठिक छ। उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा टाइफोन नामले चिनिने गरिन्छ, यो भनाइ पनि ठिक छ। त्यसै गरी हिन्द महासागरमा साइक्लोन नामले चिनिने गरिन्छ, यो भनाइ पनि ठिक छ। दक्षिण प्रशान्त महासागरमा उइली उइली नामले चिनिने गरिन्छ, यो पनि ठिक छ। भनेपछि माथि उल्लेखित अनुसार निम्नलिखितमा सही उत्तर कुन हो भनेपछि 1, 2, 3, 4 सबै सही। अप्सन डी चाहिँ के हो, यसको सही उत्तर हो। अब योबाट हामीले के कुरा प्रष्ट भयो भने उत्तरी आन्ध्र महासागर र पूर्वी प्रशान्त महासागरीय क्षेत्रमा हरिकेन नामले चिनिन्छ सामुद्रिक आँधीलाई। त्यसै गरी उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा टाइफोन नामले चिनिने रहेछ। त्यसै गरी हिन्द महासागरमा साइक्लोन नामले चिनिन्छ र दक्षिण प्रशान्त महासागरमा उइली उइली नामले चाहिँ के गर्छौँ हामीले सामुद्रिक आँधी साइक्लोनलाई विभिन्न फरक फरक नामहरू अनुसार चाहिँ हामीले चिन्छौँ। त्यसै गरी हामी प्रश्न नम्बर 29मा प्रवेश गरेका छौँ र प्रश्न नम्बर 29मा रहेको छ हिमशिला भनेको के हो? हिमशिला भनेको के हो? अप्सन एमा रहेको छ समुद्रमा तैरिएर रहेको हिउँको ढिक्का, बीमा रहेको छ जमिनमा रहेको हिउँको थुप्रो, सीमा रहेको छ पहाडमा रहेको हिउँको थुप्रो र डीमा रहेको छ पहाडको फेदीमा रहेको हिउँको थुप्रो। यसको सही उत्तर हो अप्सन ए, समुद्रमा तैरिएर रहेको हिउँको ढिक्कालाई के भन्छौँ हामीले, हिमशिला भनेर भन्छौँ। समुद्रमा तैरिएर रहेको हिउँको ढिक्कालाई हामीले के भन्छौँ, हिमशिला भन्छौँ। त्यसै गरी प्रश्न नम्बर 30मा तल दिएका मध्ये कुन बेठिक छ छुट्याउनुहोस्। प्रश्न नम्बर 30मा तल अप्सन दिएका छन् हामीलाई ए, बी, सी र डी र त्यो दिएका मध्ये कुन चाहिँ बेठिक छ हामीले के गर्नुपर्ने छ, छुट्याउनु पर्ने छ। उटलाई अप्सन एमा रहेको छ उटलाई मरुभूमिको जहाज शिप अफ द डिजर्ट भनेर चिनिन्छ। बीमा रहेको छ भूमध्य रेखा वरिपरि तापक्रम न्यून हुन्छ। सीमा रहेको छ सुडानको हावापानीलाई संसारको चिडियाघर भनी चिनिन्छ र डीमा रहेको छ एसियामा पाइने शीत शोषण कोटधाडी वनलाई टाइगा भनिन्छ। र यसमा कुन बेठिक छ भनेपछि उटलाई मरुभूमिको जहाज भनेर चिनिन्छ, यो चाहिँ ठिक छ। त्यसै गरी भूमध्य रेखा वरिपरि तापक्रम न्यून हुन्छ भन्ने यो अप्सन चाहिँ हाम्रो मिस्टेक छ, यो चाहिँ बेठिक छ। भूमध्य रेखा वरिपरि तापक्रम न्यून हुँदैन। र सीमा सुडानको हावापानीलाई संसारको चिडियाघर भनी चिनिन्छ, यो पनि ठिक छ। र डीमा रहेको छ एसियामा पाइने शीतोष्ण कोटधाडी वनलाई टाइगा भनिन्छ, त्यो पनि ठिक छ। र यसको सही उत्तर को रहेछ भनेपछि बेठिक चाहिँ कुन रहेछ, अप्सन बी, मध्य रेखा वरिपरि तापक्रम न्यून हुन्छ भन्ने कुरा चाहिँ बेठिक रहेछ। त्यसै गरी हामी प्रश्न नम्बर 31मा छौँ र प्रश्न नम्बर 31मा रहेको छ त्यहाँको कुन भनाइ बेठिक छ भन्ने छ। यसमा पनि पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ, भूमध्य रेखामा
सबैभन्दा बढी जाडो हुन्छ। उत्तर अमेरिकी महादेश क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन्। प्रत्येक 1 डिग्री देशान्तरमा 4 मिनेटको समय फरक पर्छ र यसमा पनि त्यही कुरा आयो साथीहरू, भूमध्य रेखामा सबैभन्दा बढी जाडो हुन्छ भन्ने चाहिँ हाम्रो के रहेको छ भने यो अप्सन चाहिँ गलत रहेको छ। भूमध्य रेखामा सबैभन्दा बढी जाडो अथवा तापक्रम न्यून हुँदैन। यसको अप्सन एले पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ भनेको छ, ठिक छ। भूमध्य रेखामा सबैभन्दा बढी जाडो हुन्छ, यो अप्सन चाहिँ बे ठिक छ। सीमा उत्तर अमेरिका महादेश क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन्, यो ठिक छ। र अप्सन डीमा रहेको छ प्रत्येक 1 डिग्री देशान्तरमा 4 मिनेटको समय फरक पर्छ, यो अप्सन पनि ठिक छ। भनेपछि यसको राइट आन्सर कुन हो? अप्सन बी, भूमध्य रेखामा सबैभन्दा बढी जाडो हुन्छ भन्ने यो चाहिँ के हो? भनाइ चाहिँ बेठिक हो। त्यसैगरी हामी प्रश्न नम्बर 32 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 32 मा रहेको छ कुन हावापानीको प्रदेशलाई फलफुलको बगैँचा भनिन्छ? कुन हावापानीको प्रदेशलाई फलफुलको बगैँचा भनिन्छ? अप्सन ए मा रहेको छ भूमध्य सागरीय हावापानी, बी मा रहेको छ भूमध्य रेखीय हावापानी, सी मा रहेको छ उष्ण मरुस्थलीय हावापानी र डी मा रहेको छ समशीतोष्ण तीर्ण मरुभूमिको हावापानी। र यसको सही उत्तर हो अप्सन ए भूमध्य सागरीय हावापानीलाई चाहिँ हामीले फलफुलको बगैँचा भनेर चिन्छौं। भूमध्य सागरीय हावापानीलाई हामीले फलफुलको बगैँचा भनेर चिन्छौं। त्यसैगरी हामी प्रश्न नम्बर 33 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 33 मा रहेको छ क्रिएटर केलाई भनिन्छ? क्रिएटर केलाई भनिन्छ? अप्सन ए मा रहेको छ आगो खरानी निस्किने मुखलाई, बी मा रहेको छ चिसो पदार्थ निस्किने मुखलाई, सी मा रहेको छ आगो खरानी निस्किने मुखलाई र डी मा रहेको छ माथिको कुनै पनि होइन। र यसको क्रेटर चाहिँ हामीले जुन आगो खरानी निस्किने मुख हुन्छ यसलाई चाहिँ हामी क्रेटर भनेर भन्छौं, अप्सन ए। त्यसैगरी हामी प्रश्न नम्बर 34 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 34 मा रहेको छ जोडा मिलाउनुहोस् भन्ने कुन मिल्छ त? हिमसागर भनेर कुन महादेशलाई भनिन्छ? विचित्रताको महादेश कुन हो? विषमताको महादेश कुन हो? प्रायद्वीपहरूको नि प्रायद्वीप कुन हो? हैन, जस्तो हामीले अब यसमा कोडहरु दिएको हुन्छ यहाँ एबीसी, कुन मिल्छ त्यो कुरा चाहिँ हामीले छान्न पर्छ। जस्तो हिमचादर भन्ने बित्तिकै ए को 4 भन्ने बित्तिकै कुन हो भनेपछि अन्टार्कटिका हो हैन। हिमचादर भन्ने बित्तिकै हामीले अन्टार्कटिका भनेर बुझ्छौं, त्यही भएर ए को 4 दुईवटा छ, ए मा पनि छ सी मा पनि छ। त्यसैगरी अब विचित्रताको महादेश भनेर कुनलाई चिन्छौं भनेपछि विचित्रताको महादेश भनेर हामीले अस्ट्रेलियालाई चिन्छौं है साथीहरु। विचित्रताको महादेश अस्ट्रेलिया हो भनेपछि हाम्रो बी को 1 भनेपछि ए को 4 बी को 1 भनेपछि अप्सन ए चाहिँ यसको के रहेछ? करेक्ट आन्सर रहेछ अप्सन ए। भनेपछि ए बाट हामीले के बुझौं भनेपछि हिमचादर भनेको अन्टार्कटिकालाई हिमचादरको महादेश भनेर चिनिन्छ। त्यसैगरी विचित्रताको महादेश भनेको अस्ट्रेलिया, त्यसैगरी विषमताको महादेश भनेको एसिया र प्रायद्वीपहरूको नि प्रायद्वीप भनेको चाहिँ कुन छ तपाईको? युरोप छ। त्यही भएर हामीले 34 मा के रहेको छ? अप्सन ए। 34 को अप्सन ए लाई चाहिँ हामीले सही उत्तर भनेर यसरी पत्ता लगाउन सक्छौं। त्यसैगरी हाम्रो प्रश्न नम्बर 35 मा पुगेका छौं। जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भन्ने छ। र ए मा रहेको छ एसिया, अनि बी मा रहेको छ युरोप, सी मा रहेको छ अफ्रिका, डी मा रहेको छ उत्तर अमेरिका। उतातिर 1 मा छ नाइल, 2 मा छ मिसिसिपी, 3 मा छ एनजे, 4 मा छ एनिसी। अब कुन नदी चाहिँ कहाँ पर्छ भन्ने कुरा। एसियामा कुन पर्छ भनेपछि एसियामा चाहिँ हाम्रो एनजे पर्छ भनेपछि ए को 3 अप्सन ए र डी मा छ हैन। अब त्यसपछि चाहिँ हामीले अझ हेर्न पर्यो युरोपको नदी कुन हो त हैन। युरोपमा कुन पर्छ भने युरोपमा एनिसी, युरोपमा चाहिँ कुन पर्छ? युरोपमा एनिसी पर्छ। त्यसैगरी अफ्रिकाको कुन हो हैन, अफ्रिकाको कुन हो? अफ्रिकामा चाहिँ अफ्रिकामा नाइल नदी पर्छ। र उत्तर अमेरिका कुन पर्छ भने मिसिसिपी पर्छ भनेपछि हाम्रो अप्सन कुन मिल्यो? अप्सन डी। अप्सन डी चाहिँ के हो भने यसको सही उत्तर हो। योबाट हामीले के कुरा प्रश्न गर्न सक्यौं भने एसियामा एनजे, युरोपमा एनिसी, अफ्रिकामा नाइल, उत्तर अमेरिकामा मिसिसिपी नदी पर्छ भनेर हामीले यसरी पत्ता लगाउन सक्छौं। त्यसैगरी प्रश्न नम्बर 36 मा प्रवेश गरेका छौं हामी र प्रश्न नम्बर 36 मा रहेको छ स्थलमण्डल भनेको के हो? स्थलमण्डल भनेको के हो?
अप्सन एमा रहेको छ पृथ्वीको बाहिरी भाग, बीमा रहेको छ पृथ्वीको भित्री भाग, सीमा रहेको छ समुद्रको तह र डीमा रहेको छ माथिको कुनै पनि हैन। स्थलमण्डल भनेको पृथ्वीको बाहिरी भागलाई हामीले के भनेर भन्छौं? स्थलमण्डल भनेर भन्छौं। त्यसैगरी हामी प्रश्न नम्बर 36 पछि प्रश्न नम्बर 37 मा रहेको छ म्याप शब्द अध्यायमा उल्लिखित कुनैसँग सम्बन्धित छ? तल चाहिँ के शब्दहरू दिएका छन्, हाम्रो अप्सनहरू दिएका छन्। त्यो मध्ये कुन चाहिँ म्याप शब्द नक्सा हैन म्याप भन्ने बित्तिकै केसँग मिल्छ? अप्सन ए मा रहेको छ डिस्क्रिप्टिभ जियोग्राफीसँग मिल्छ कि, बी मा रहेको छ क्वान्टिटेटिभ जियोग्राफीसँग मिल्छ कि, डी सी मा रहेको छ क्वालिटेटिभ जियोग्राफीसँग मिल्छ कि, अथवा डी मा रहेको छ कार्टोग्राफी। म्याप भन्ने शब्द चाहिँ हाम्रो कार्टोग्राफीसँग मिल्छ। त्यही भएर यसको सही उत्तर कुन हो भने अप्सन डी चाहिँ म्यापसँग सम्बन्धित शब्द के हो? कार्टोग्राफी हो। प्रश्न नम्बर 37 हामीले म्याप शब्द कार्टोग्राफीसँग सम्बन्धित छ भनेर हामीले यो कुरा चाहिँ भन्न सक्छौं। त्यसैगरी प्रश्न नम्बर 38 मा पुगेका छौं र प्रश्न नम्बर 38 मा रहेको छ डोल ड्रम्स भन्नाले के बुझिन्छ? डोल ड्रम्स भन्नाले के बुझिन्छ? अप्सन ए मा रहेको छ 5 मिनेट उत्तरदेखि 5 मिनेट दक्षिणी अक्षांशको क्षेत्र, बी मा रहेको छ 5 डिग्री उत्तरदेखि 25 डिग्री दक्षिण अक्षांशको क्षेत्र, सी मा रहेको छ 25 डिग्री उत्तरदेखि 35 डिग्री दक्षिण अक्षांशको क्षेत्र र डी मा रहेको छ 25 डिग्री उत्तरदेखि 40 डिग्री दक्षिण अक्षांशको क्षेत्र। र डोल ड्रम्स भन्नाले 5 मिनेट उत्तरदेखि 5 मिनेट दक्षिणी अक्षांशको क्षेत्र भनेर हामीले 38 को ए डोल ड्रम्स भनेको 5 मिनेट उत्तरदेखि 5 मिनेट दक्षिणी अक्षांशको क्षेत्र भनेको के हो भने डोल ड्रम्स हो। त्यसैगरी हामी प्रश्न नम्बर 39 मा प्रवेश गरेका छौं र प्रश्न नम्बर 39 मा रहेको छ पृथ्वीको बनावटको देहायको कुन क्रम ठिक छ? पृथ्वीको बनावटको आधारमा देहायको कुन क्रम ठिक छ? ए मा रहेको छ लिथोस्फियर, प्यारोस्फियर, बेरिस्फियर, अनि बी मा रहेको छ बेरिस्फियर, लिथोस्फियर, प्यारोस्फियर, सी मा रहेको छ प्यारोस्फियर, लिथोस्फियर, बेरिस्फियर र डी मा रहेको छ लिथोस्फियर, बेरिस्फियर अथवा प्यारोस्फियर। र यसमा पहिला के हुन्छ भने क्रम चाहिँ के पृथ्वीको बनावट पहिला लिथोस्फियर, त्यसपछि प्यारोस्फियर र अनि बेरिस्फियर भनेर हामीले अप्सन ए लाई चाहिँ यसको सही उत्तर हो भनेर थाहा पायौं। यसको सर्टमा एलपीबी भनेर याद गर्ने, एल बाट लिथोस्फियर, बी बाट प्यारोस्फियर र बी बाट बेरोस्फियर। पृथ्वीको बनावट देहायको कुन क्रम ठिक छ भने एलपीबी लिथोस्फियर, प्यारोस्फियर र बेरोस्फियर भनेर यो चाहिँ हामीले यसबाट थाहा पाउँछौं। त्यसैगरी हामी प्रश्न नम्बर 40 आजका यो भिडियोका लागि अन्तिम प्रश्न रहेको छ र देहायको कुन भनाइ सत्य होइन? देहायको कुन भनाइ सत्य होइन भन्ने छ। अप्सन ए मा रहेको छ महाद्वीपीय प्रवाह सिद्धान्त जर्मनीका अल्फ्रेड वेगनरले प्रतिपादन गरेका हुन्, बी मा रहेको छ रिकापीय विवर्तनिक सिद्धान्तसँग सम्बन्धित विद्वान हेरी हेस हुन्, सी मा व्यापारिक वायु भूमध्य रेखामा पाइन्छ र डी मा रहेको छ मनसुनी वायु ग्रीष्म ऋतुमा जमिनबाट समुद्रतर्फ बहन्छ। र यसको कुन भनाइ सत्य होइन भनेर सोधेको छ प्रश्नले सोध्दाखेरि र महाद्वीपीय प्रवाह सिद्धान्त जर्मनीका अल्फ्रेड वेगनरले प्रतिपादन गरेका हुन्, यो ठिक छ। अनि रिकापीय विवर्तनिक सिद्धान्तसँग सम्बन्धित विद्वान हेरी हेस हुन्, यो पनि ठिक छ। अनि व्यापारिक वायु भूमध्य रेखामा पाइन्छ, त्यो पनि ठिक छ। भनेपछि यसको सत्य कुन होइन त भनेपछि मनसुनी वायु ग्रीष्म ऋतुमा जमिनबाट समुद्रतर्फ बहन्छ भन्ने चाहिँ यो के हो भनाइ सत्य होइन। धन्यवाद सम्पूर्ण यो भिडियो हेर्नुहुने दर्शक महानुभावहरुमा। तपाईहरुलाई यस्तै परीक्षामा आउन सक्ने महत्त्वपूर्ण प्रश्नोत्तरहरूको संगालो मन पर्छ भने यो भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुको एउटा कमेन्टले, तपाईहरुको एउटा लाइकले, तपाईहरुको एउटा शेयरले, तपाईहरुको एउटा सब्स्क्राइबरले मलाई थप उजागर र ऊर्जा मिल्नेछ नयाँ भिडियो बनाउनका लागि। र यस्तै भिडियो हेर्नका लागि यो च्यानलमा सब्स्क्राइब गर्नुहोला, यस्तै रहनुहोला, हेर्नुहोला। तपाई सम्पूर्णमा सफलताको शुभकामना व्यक्त गर्दै अर्को भिडियो तपाईहरुमा आज लिएर थप प्रश्नोत्तरहरू विश्वको भूगोलबाट लिएर उपस्थित हुने छु भन्ने
कमिटमेन्ट गर्दै म पनि तपाईहरुमाझ बिदा हुन्छु। हस्, नमस्कार, धन्यवाद।